सेतो गाडी थिएन फेवातालमा गाडी छिर्यो मान्छे भनेर त्यही त हो नि त्यो चलाउने रक्सी आएर जा भएर फेवातालमा गाडी त्यो पस्यो भनेर गाडी निकाल्दा 4-5 लाख रुपियाँ लागेको थिएन त्यही हो क्या रक्की भनेको साइकको पोखराको पात ऱ्यापर हो सबभन्दा पात ऱ्यापर सोध मेरो बारे भन्दा त मैले कहिले चिनेको सुनेको छुइनँ न कसलाई सोध्ने क्या उसको बारेमा मैले उसको बारेमा उसलाई सोध्ने अरूले त भन्दैन होला नि त अनि अरूले त भन्दैन होला उसलाई त सोध्नु पर्ने होला अस्ति त मलाई फोन गरेर यस्तो झ्याप भएर फोन गरेर यस्तो ठिक छ ऱ्याप निकालेको ठिकै हो त पोखराको राम चाहिँ नलिनु पर्ने तिमीले डिजी ग्याङ्सलाई केही नभन्नु पर्ने तर ट्रिक्स म एउटा कुरा चाहिँ के भन्छु भने नि जेम्सी अस्ति सेलाइसकेको थियो उसको गीतहरू त्यस्तो भ्युज गएको थिएन होइन तिमीले कोट्टायो क्या त्यसलाई जेम्स भाइलाई तिमीले कोट्टायो होइन त्यो यस्तो हुन्छ कस्तो भन्दाखेरि अब त्यो मान्छेले कसरी बुझ्छ होइन त्यो कोट्टाको अलिकति फेरि हाइप दिएको मरेको लास्टलाई फेरि किन च्यानबाट निकालेको म चाहिँ त्यो सोच्दै थिएँ म त्यही सोच्दै थिएँ किन क्या ट्रिक्स किन भनेर हाम्रो नवाजको एउटा गीत छैन के अरे खल्ली बल्ली भन्ने क्या त्यसमा एउटा लिरिक्स लाइन छ नि च्यानभित्र छिरे म्यान अनि समथिङ लास्टलाई डाक बत्ती दिए म्यान भन्ने छ नि त्यही गरेर क्या म ट्रिक्स एकदम कसम तिमीलाई त याद छ कि छैन होला होइन नेपोबिस्ट भाइ होइन नेपोबिस्ट भाइ र म तिमीलाई भेटेको थियो क्या रबर्ट्सको बाहिर कहिले धेरै अगाडि हो नेपोबिस्ट त चिन्छ नि होइन हाम्रो नेपोबिस्ट त कविशेष त्यो ऊ भाइ र म आएको थियौँ रबर्ट्सको अफिसमा अनि तिमीसँग बाहिर कुरा भएको थियो तिमी फर्स्ट दिनदेखि मलाई रियल लागेको अहिलेसम्म रियल क्या नेपालीलाई नभेटेकै 10 वर्ष भइसक्यो अहिले ऊ त युएस छ नि त अहिले त युएसमा छ जो ट्रिक्स जहिले रियल होइन मलाई दामी लाग्छ होइन अरे अर्को कुरामा तिमी जस्तो खिच्चा कोही छैन इन्डस्ट्रीमा कस्तो नरहेको होइन मलाई चाहिँ नि ट्रिक्सले म सुन्छु नि ट्रिक्सले यस्तो गरिदियो अरे उस्तो गरिदियो अरे अनि अफकोर्स ट्रिक्स हो यार गर्छ नि ऊ त्यही हो क्या उसको क्यारेक्टरै त्यही हो भनेर त्यो के भन्छ त्यो पूर्वेली भएर होला क्या हल्का खिच्चा गर्ने बानी मलाई चाहिँ क्या पच्छ क्या मलाई चाहिँ ट्रिक्सले गरिदियो भने चाहिँ गरिदियो क्या टाइप सिट हुन्छ नि मलाई म चाहिँ 100 मा चाहिँ म केटाहरूसँग मेरो रियाक्सन गर्दाखेरि पनि म केटाहरूलाई भनिरहेको हुन्छ ट्रिक्स यस्तै हो क्या उसले यस्तै हो क्या यस्तै त गर्छ त अझै बाँकी छ आउन लाग्यो अनि अर्को कुरा ल सोधौँ न एउटाले भन्दै थियो 30,000 हान्थ्यो ट्रिक्सले भन्दै थियो म चाहिँ एकदम ह्याप्पी है त्यसमा हानिदिएको हो भने चाहिँ एकदम ह्याप्पी है होइन कुरा के हो हानिदिएको हो त्यो भाइको हल्का उयो भएको मेरो चाहिँ इन्डस्ट्रीमा अब धेरै वर्ष भयो नि त मलाई सराउन्डिङमा चाहिँ पैसाले बिक्ने मान्छे नि चाहिँदैन होइन फेमले हाने मान्छे नि चाहिँदैन क्या म चाहिँ मान्छेलाई पेसेन्ट हुन्छ नि एकदम धैर्यता सिकाउँछु क्या पहिला सुरु कतिको कुर्न सक्छ त्यो कतिको त्यसले हुन्छ नि यो फेमलाई सम्हाल्न सक्छ मान्छेहरूलाई जज त्यसरी गर्छु क्या म एकैचोटि त्यो सबै थोक पायो भने त्यो मातिन्छ कि मातिँदैन भनेर क्या अब मैले चाहिँ 30,000 चाहिँ होइन कि 25,000 हो त्यो होइन त्यसलाई कुराको हो कुर्न नसक्ने रहेछ क्या पेसेन्स हुन्छ नि त एउटा मैले अहिले गीत गर्छु भनेर 2 महिनामा गर्नु र 2 वर्षपछि गर्नुमा जसले मलाई 20,000 दिएको छ अथवा 1 लाख दिएको छैन त्यसलाई फाइदा हुन्छ या किनकि मैले त मेरो भ्यालु बढेर हुन्छ नि त गेम अर्कै पाराले चल्छ थाहा छैन क्या कसैलाई क्या अब मैले मेरो सबै टेक्निक सबै पब्लिकली भन्यो भने त म कस्तो छु म कसरी चलिरहेको छु सबैले थाहा पाउँछ होइन यति कुरा चाहिँ यति हो हान्ने हो त्यो हान्ने त्यो हान्ने होइन क्या त्यो स्लिम बसको चाहिँ हान्दै त्यो 25,000 को त्यो त भाइ हो होइन त्यो भाइ हो त्यसलाई पनि
त्यसलाई पनि त्यो हल्का भोलि पर्सि फिल हुन्छ क्या यो दाइले किन यस्तो गर्यो अनि के बुझाउनलाई यस्तो गर्यो अलिकति सानै थियो त्यो यस्तो अब यो स्लिम बस चाहिँ अब बाहिर युएसमा बसेर अलिक धेरै पैसा कमाएछ अनि यसो हेरेको पखेटा नि उम्रेछ त्यसले पनि अब कुर्न सक्छ कि सक्दैन त्यो नाम मात्रको दाइ हो कि पैसा दिएपछि त्यसले हेप्छ पनि भनेर कुरेर बसेको अनि ठ्याक्क त्यसले हेप्यो क्या यो चाहिँ मेरो निन्जा टेक्निक हो क्या मेरो सराउन्डिङमा लोयल भएको लाइफ टाइम जाने बिजनेस हो नि त यो त मान्छे चिन्ने एउटा लाइफ टाइम जान्छ नि त 100 अनि लाइफ टाइम जाने चिज हो अब त्यो लाइफ टाइम जाने चिजमा एकछिनको पैसाले पनि कसरी त्यो गर्नु अनि त्यो के भन्छ एकछिनको फेमले पनि कसरी चल्नु क्या अनि मैले त्यसलाई कुराको हो कुर्दा कुर्दै केटाहरूलाई चाहिँ कस्तो हुँदो रहेछ भने चाहिँ मेरो हान्दियो अथवा के भन्छ यसले मलाई ऊ त्यो गर्न खोज्यो जस्तो टाइपको हुँदो रहेछ ऱ्याप गेम हो ऱ्याप गेममा त कुर्नु पर्यो भ्यालु अब जस्तै अहिले मेरो अहिले मैले 30,000 हान्दिएर अहिले 3 लाखको भ्यालु छ ल हो नि अनि अहिले गीत गर्न पाए अहिले मेरो यस्तो बवाल डिस चलिरहेको छ अहिले त्यसमा मेरो गीत निस्क्या भए त्यो कुरा हो नि त त्यो केटाहरूले कुर्नै नसक्ने क्या यस्तो हो क्या ट्रिक्समा चाहिँ के लाग्छ भने नि धेरैजना ऱ्याप गेममा जसरी आएको छ नि उनीहरूलाई स्ट्रिट स्मार्ट छैन के स्ट्रिट स्मार्ट चाहिँ जो जेरो क्या त्यस्तो छैन कि उनीहरूलाई थाहा छैन कि के गरेर स्ट्रिटमा के चल्छ भने उनीहरूलाई ज्ञानै छैन कि होइन आमासँग 1,000-1,500 मागौँ अनि एउटा गीत रेकर्ड गरौँ होइन गएर अनि त्यस्तो टाइपले आएको ऱ्यापर्सहरू टन्नै छ क्या अब के हुन्छ वाट इज रियल थगिन भन्ने उनीहरूलाई थाहा नै छैन के थाहा छैन त्यही भएर त्यही हो क्या मलाई चाहिँ त्यस्तो लाग्छ क्या तर दामी अनि यस्तो रहेछ मसँग न्यु खोज्नेहरू म्याक्सिमम विदेशमै हुन्छ नेपालमा अरू एकजना भाइ यसो याद गर्छु यिनीहरू चाहिँ पाइदियो नि खाँदो रहेछ क्या हो अनि त्यसपछि कता कता के गर्ने भन्दाखेरि अब म पाएँ नि त जस्तै अहिले मलाई केही मैले यसो गीत निकाल्दा मलाई जेन्चे सम्झे पुग्यो नि त यसो ट्याक्क क्या यिनीहरूलाई चाहिँ जे पाइदिए खाँदाखेरि मेरो याद आउँदो रहेछ होइन रिस उठ्छ नि त अनि त्यसपछि यसो चलपल दिनलाई ठिकलाई भइरहेछ भोलि पनि सकिन्छ यिनीहरूको यस्तो हो नि त ट्रिक्स भन्नेको त नेपाली हिपहप हिस्ट्रीमा जहिले रहिराख्ने नाम हो क्या एउटा है ट्रिक्स मेरो चाहिँ पर्सनल उयो है होइन अरू भनेको यो रकी भाइ भनेको अब उसको बारेमा गएर सोध्नु पर्ने टाइपको भनेको म त्यो भ्याउँदिनँ पनि सक्दिनँ पनि होइन सकेको एउटा गीतमा अब हल्का हान्दियो सक्यो अब त्यो पात हो क्या पोखराको ऱ्यापर मेरो छोरी पोखरा बस्छ नि त म बेला बेला पोखरा गइरहेको हुन्छु अनि त्यहाँ मेरो छोरी बस्ने टोल चाहिँ हिमाली टोल हो क्या अब ऱ्यापमा छोरी बस्ने टोलको नाम लिइरहेछ यिनीहरू कस्तो बेवकुफ भनेको यिनीहरूले बिफलाई त नटोरियसै बनाउनु खोजे होइन त एकदम हो सही हो मान्छेहरूले त्यो यसो हेर्छ होइन के भन्छ भन्दा फिजिकल्ली चाहिँ नजाऊ है तिमीहरू भन्छ क्या यहाँ लिरिकल्ली नै ब्रुटल भइसक्यो त्यहाँ केही थाहा छैन होइन फिजिकल्ली दामी हो म चाहिँ स्ट्रिट अघि ब्रोले भने जस्तै होइन म चाहिँ स्ट्रिटको हिसाबले चल्छु क्या स्ट्रिट स्मार्ट हुनु पर्यो क्या त्यसले मलाई दिएको पैसा त्यसको इन्भेस्टमेन्ट हो सोच्नु पर्थ्यो क्या त्यसले थाहा नै छैन क्या त्यस्तो यसरी चल्दैन रहेछ क्या नेपाल अब हामी नेपालमा बस्छ नेपाल छोडेर अहिलेसम्म कहीँ गएको छैन बाहिर त्यसको कल्चर फलो गर्छ तर यहीँको स्ट्रिट इन्टेलिजेन्स चलाएर काम गर्छ क्या उता पनि त्यस्तै होला तर यहाँको पाराले चल्छ नि त अनि उनीहरू उता गइसकेपछि चाहिँ अलिकति हुन्छ नि त अब पखेटा उम्रिन्छ फर्केर त यो ठाउँ नआउने जस्तो टाइपको हो क्या मलाई हाँस उठ्छ ट्रिकसँग नि खोजिदिइरहेको हुन्छ होइन फेरि ऊ अर्कै लेभलमा ट्रिक्स अर्कै लेभलमा खेलिदिन्छ उनीहरूलाई थाहा नै छैन क्या मलाई थाहा नै छैन क्या उनीहरूलाई थाहा नै हुँदैन त्यो कतिजनालाई थाहा नै छैन म कस्तो खालको ऱ्यापर हो भनेर त्यो चाहिँ हो तर मलाई ट्रिक्सले बिट बक्स पनि गर्छ होइन बिबोइङ पनि हान्छ है यस्तो बिट बक्स चाहिँ कस्तो भन्दाखेरि पहिला बिट बक्सर थिएन नि नेपालमा त्यति साह्रो हाम्रो निशान दाई थियो निशान दाईलाई गिद्दी गर्ने हो नि त मैले त सिका भन्ने क्या चाहियो के गर्नु पर्यो मलाई हान्नै पर्यो भनेर मैले त्यति बेला बेसी गर्छु सबै सिकेँ तर अब ऱ्याप ब्याटल खेल्न थालिसकेपछि कहाँ बिट बक्सतिर ध्यान हुन्छ ऱ्यापमा मजा आउँछ नि त त्यो अर्कै हो
अनि कहिलेकाहीँ यसो अब त्यो ऱ्यापरहरूले ऱ्याप हान्न लाग्ने बेलामा बिटै नहुने नि त पहिला पहिला त स्पिकर हुँदैन तिमीलाई भेट्यो भने फर्स्ट चार्ज पन्च दिने कि किक दिने अरे कस्तो क्वेसन सोधेको ट्रिक्स भनेर सोधेको यस्तो क्वेसन केटाहरूले त्यसले त स्क्रिनसट गरेर राखिरह सोध्दैछ के दिने हो पन्च दिने कि किक दिने अरे त्यसलाई भेट्दा नि नभेट्ने त्यसलाई यहीँ बसेर ऱ्याप दिने है सही हो सही हो सही हो मौनी आजदेखि क है केटा हो म निलो क पायो नि होइन पायो निलो क रिप्रेजेन्टिङ निलो क आम्मा यो हो नि त जुन भिडियोमा पनि एक लट क भएपछि कसरी छुँदैन नि फेरि ए हो जहाँ नि क सही हो जहाँ क ग्याङ दिनुपर्छ त्यो बच्यो सेफ दामी दामी ल म नेपाल आउँदा चाहिँ तिमीलाई भेट्छु होइन ट्रिक्स केटाहरूले डिजिसिजी भन्न त्यहाँ भेट्ला ठड्याक भेट्छ ठड्याक डिजी भन्दा त हामी त डागे मात्रै बुझ्छौँ हो डागे मात्रै बुझिन्छ क्या अरू बुझिँदैन क्या अनि अहिले बिफले माहौल तातिरहेको छ म चाहिँ नन हानिदिन्छु अब नेक्स्ट ड्रप कहिले छ नेक्स्ट ड्रप अब त्यसको जहिले छ त्यही तैले छ एकै दिन हान्थ्यो अब म त्यसले फ्यालेको 5 मिनट फालिदिन्छु म सही हो तिम्रो इन्स्ट्रुमेन्टलहरू चाहिँ अहिले तिमीलाई बिटहरू चाहिँ कसले बनाइदियो अचेल बेस्ट के हो थाहा छ बेस्ट म रक्सी खाँदिनँ क्या रक्सी खाँदिनँ अनि हाप्पा ताने विट चाहिँ खाइरहेको हुन्छ एक दिन बफ त घाँस खानै पर्यो होइन सुत्ने बेला राति अहिले पनि बनाएर साइड अनि त्यहाँको माइन्ड यस्तो छिटो चल्छ कि म फेरि अरू ऱ्यापर जस्तै होइन क्या त्यसले मलाई रिसायो भने म रिसाएर बस्ने होइन नि त म त डिसबाटै आएको हुर्केको हो अनि मलाई झन् मजा आउँछ क्या अब मेरो पालो जस्तो हुन्छ नि त राउन्ड यति फास्ट लेखिदिन्छ होइन अनि स्टुडियो त अब काठमाडौँमा जहाँ गए नि हुन्छ होइन सही हो तिमीलाई प्रड्युस चाहिँ कसले गर्दैछ छ तिम्रो आफ्नै प्रड्युसर छ कि मेरै प्रड्युसर चाहिँ छैन मेरो क्रुको प्रड्युसर छ सोल्जर छ यताउता अब त्यत्रो वर्ष भइसक्यो सबै सबै थोक छ नि त्यही त ल ट्रिक्स एउटा दामी भिडियो पनि आउनु पर्यो होइन दामी भिडियो आउनु पर्यो है मलाई चाहिँ मेरो एज अ फ्यान तिमीलाई रिक्वेस्ट गरेको होइन एउटा दामी भिडियो हाल्नुपर्छ ट्रिक्सले होइन हल्का क ग्याङ रिप्रेजेन्ट गरेर होइन भिडियोको ट्रेन्डमा चल्यो भने यहाँको इन्डस्ट्रीको पाराले चलिन्छ क्या अब भिडियो होइन कि मान्छेलाई अडियो सुनाएर चाहिँ ऱ्याप चाहिँ यो हो है भनेर फिल गराएर ऱ्यापलाई चाहिँ बुझाउनु पर्यो क्या न कि हाम्रो ऱ्याप सुनाएर हाम्रो कुरा बुझाउने ऱ्याप चाहिँ के हो बुझाउनु पर्ने छ क्या मैले त्यो चाहिँ गर्नुपर्ने हुन्छ अनि त्यसको लागि देखाएर भन्दा नि सुनाएर